पक्कै पनि लक्ष्यको साथ देवकोटा माध्यमिक विद्यालयको छात्र आयुष अधिकारी प्रमाणपत्र ग्रहण गर्नको लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु एकचोटि। यस्तो हुन्छ होला त हेर्नुस् हेर्न सक्नुहुनेछ खरानी खरानी अनि सो हेलो एभ्रीवान, हरे कृष्ण अनि वेलकम ब्याक टु माई च्यानल। आई होप हजुरहरू सन्चै हुन्छ र म पनि सन्चै छु। म चाहिँ चेनघरीमा आएर हरे कृष्ण भन्दैछु। हामी चाहिँ खोलाको बाटो यसरी जान्छौँ किनभने हामी मान्छे भुट जस्तो छौँ, हामीलाई डरै लाग्दैन। सो हामी चाहिँ तिनजना आज भक्ता दिवसको लागि हामी चाहिँ नयाँ बजार जाँदैछौँ। हामी तिनजना प्लस अगाडि छुनुमुनु मुसु छुनुमुनु हामी तिनजना चाहिँ जाँदैछौँ नयाँ बजार। लेट्स गो विथ अस गाइज। हामी आइसकेको छौँ। अजिला होइन ओ बहिनी कस्तो लाग्दैछ? राम्रो यहाँ बिचारा राम्रो गाइज अल्छी लाग्यो। स्टेडियममा क्रिकेट हेर्न गएको फिल आइरहेको छ। गाइज नमनाउनुहोस् भएको बेला भ्लगै बनाउन बिर्सेछु। हाम्रो सर पनि हुनुहुन्छ मेरो ग्रेटेस्ट सपोर्टर। सुन्दिदी नमनाउनुहोस् भएको बेला क्यामेरै बन्द थियो। हामीलाई चाहिँ अत्याधिक अल्छी लागेका कारण बाटोमा डुल्दैछौँ। अस 2 3 यो पनि छ भगेरालाई हामीले छोड्दैका हामी त्यही त नि नाच्न पनि फेरि कुन गीतमा नाच्छ यहाँ उयो हुँदैछ जगदीश सर आमा कुदेको कुदै हुनुहुन्छ। भानु सर मैले हाम्रो अबको पालो भानु सरको मिस यु सर अनि म्यामहरु सबै विजेता बन्न सफल हुनुभएको छ सरलाई धेरै धेरै बधाई। डाले 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 पिक्चर हेर्न पाइनेस्? हाम्रो मोस्ट एक्टिभ र मोस्ट के भन्छ उत्साहित व्यक्ति नै टाउको दुखेर सिकिस्तै कस्तो टाउको दुखेर मर्ने घामले साला। आज खाएर तपाईँ खानुहुन्छ? आज खाएपछि घर गएर चिया खाएपछि च्वाट गाई चट र पट। अब उसको टाउको दुख्नु छोड्छ। केटा जातिको इज्जत बचाउने एउटा भाइ हलबाट प्रतिनिधिहरूलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। वेटिङ सस्पेन्स सस्पेन्स पेसेन्स। मलाई इंग्लिश बोल्न आउँदैन नि फेरि। तेरामा आँखा निकाल्दिन्छु। आँखै पड्की जाओ किन हाँसे? मान्छेले हाई गर्दै हुँदो रहेछ क्या। तेरामा आँखा निकाल्दिन्छु। कहिले आउँछ यसको सम्मान गरिसके म बिचारा विक्रम सर अहिलेदेखि होइन उभिनु भएको। अब मलाई ब्याक क्यामेरा गर्नै आउँदैन। यसरी गर्नुपर्छ। हाम्रो विक्रम सरको यहाँ धेरै उयो भएको छ, गलेर भएको छ, तर पनि हामीलाई यस्तो साथ सपोर्ट दिइराख्नु भएको छ विक्रम सर। सलिड यो क्लास 10 सकेर नि म ट्रान्जिट लिन जाँदा म विक्रम सरलाई ढोकेर आउँछु। ओ विक्रम सरले यस्तो मेहनतले बस्नु भएको छ, अर्को सर गइसक्नु भएको छ आफ्नो कामले भने हाम्रो विक्रम सर यहाँ हुनुहुन्छ गाइजहरू। अनि कसरी उल्टाउनु अरे मुगा गाइजहरू अनि हामीहरू तेरामा आँखा फुकाल्दिन्छु। प्रतियोगितामा आन्तरिक मूल्याङ्कन तर्फबाट चाहिँ प्रथम स्थान हासिल गर्नुहुने
एनी गेस कसले प्राप्त कसले पक्कै पनि लक्ष्य प्रसाद देवकोटा माध्यमिक विद्यालयको छात्र आयुषा अधिकारी पुत्र ग्रहण गर्नको लागि स्टेजमा आमन्त्रण गर्न चाहन्छु एकचोटि उहाँको लागि जोरदार ताली बजाइदिनु होला आउँदै हुनुहुन्छ हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ स्वर्णिम शिक्षा सदन माविलाई त्यस्तै गरेर लक्ष्य प्रसाद देवकोटा माविलाई आगामी दिनहरूमा उहाँहरूले अझ बढी तयारीका साथमा अझ राम्रो प्रस्तुतिका साथसाथै अझै उहाँहरूको श्रीमती हुँदै जाओस् क्षमतामा भने हन्डी फुटाई कार्यक्रमको विजेतालाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु के भन्न चाहनुहुन्छ सरलाई हार्दिक बधाई शुभकामना व्यक्त गर्न चाहन्छु तिमीलाई खोइ त विक्रम सरको लागि जोरदार म्युजिकल तो गाय देखो ना देखो ना गाय देखो ना गाय देखो ना क्या है ये गाय विमला राजवंशी हुनुहुन्छ उहाँलाई कृपया सबैजनाले जोरदार ताली बजाएर स्वागत सम्मान गरिदिनुको लागि हार्दिक बधाई कस्तो टल सर्ट टल देखो ना गाइज तो गाय देखो ना गाय देखो ना गाय देखो दुईटा सामान पत्र लिन सक्ने मान्छे हो कि तर मैले छोड्दिएको मैले एउटा दान दिएको के छोड्दिएको पनि यो पायो नि त तेरो मेहनतको फल हो मेरो मेहनतको फल अब घर गएर मम्मी चाहिँ प्रतीक्षाको फल सबैको त्यही हो अब घर गएर म एउटा मम्मीको फोनबाट यो गीत स्टोरी रङ्गीन फुल हौ बधाई छ रङ्गीन फुल हौ बधाई छ तिमी जुन हौ बधाई छ हामी घर पुग्न टिम हाम्रो गाउँको पठाउ नम्बर चाहिएमा म भरे उयो गरिदिन्छु यो बोला हो कि पठाउ हो कि पुर्या हो म थाहा छैन यो चाहिँ पठाउ है यसले तपाईँहरूलाई कहीँ जानु छ भने डाँडाको भित्रमा पुऱ्याइदिन्छु साइकलमा हामी पठाउ पनि होइन ल्याउ पनि होइन हामी हिँडा हो काली देख्यौ रङ्गीन फुल हौ बधाई छ तिमी जुन हौ बधाई छ मेरो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै दुश्मन छ धेरै दुश्मन हेरेको हेरै अनि अर्को लाइन हेर्दै साथै इन्डस्ट्रीमा कसै बढी टिक्छ म गाडी गुडाउँदै म धुलो उडाउँदै सत्य अन्त जीवनको अन्त्य यही हो क्या घमण्ड किन गर्छौ किन जबरजस्ती अर्कालाई ठेलेर अगाडि जान खोज्छौ यहीँ आएर सकिने हो तिमीहरूको पनि यहीँ आउँछौ अनि किन ठेले अगाडि जान खोज्नुहुन्छ तपाईँहरू यो अन्तिम फाट मस्त निदाइन्छ यहाँ पुगेपछि मम्मीले यहाँ लाग्दैन यहाँ सुतिसकेपछि मम्मीले चुप लाग्दैन लक्ष्मीजी बोलिहाल्छ भन्ने दिन्न यहाँ रुको जरा सबर करो यहाँ सुतेपछि बिहान मम्मीले के अरे 6 बजे 8 बजे भनेर उठाउनु पनि हुन्न बाई बाई लीला यस्तो गरिनस् नि अब यो बिनलाई पनि म यहाँबाट बिदा गर्नुपर्ने हुन्छ आयुष अधिकारीले छोड्दैन के चाहिँ गर्छु बिन रङ्गीन ल नेहाला पनि बाई बाई तर दिदी अगाडि गएको कारण दिदीलाई मैले अहिले बाई गरेँ लक्ष्मी पनि यहाँबाट आफ्नो घरतर्फ यो चाहिँ हाम्रो घरतर्फ हेलो भन अञ्जली हेलो भन न मेरो ब्लगमा हेलो भन
हेलो भन्न वन्दे सूर्यशङ्ख वन्दिनयनं वन्दे मुकुन्दं प्रियं वन्दे भक्तजनं स्वयं वन्दे शिवं शङ्करम्। सो गाइज म चाहिँ हिजै राति मन्दिरबाट आएर नि सुतिसकेको थिएँ। मैले ब्लगको एन्डिङ बनाउनु पाइनँ, त्यसैले अहिले बनाइरहेको छु। द्याट्स इट फर दिस ब्लग। र अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै 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 धन्यवाद। मैले चाहिँ अनलाइन स्पिच प्रतियोगितामा भाग लिएको थिएँ र त्यसको आन्तरिक मूल्याङ्कन तर्फबाट प्रथम स्थान हासिल गर्न सफल भएको थिएँ। र द्याट्स इट फर टुडे एन्ड बाई।